लेकनपुरबाट मन्थलीतर्फ झर्दाखेरिको दृश्य। एक आपसमा सरररररररर बाइकको यात्रा सँगसँगै हामी कुन बाटो आयौँ होला भन्ने कुराको सन्दर्भमा तपाईँहरूलाई मैले यो बाटो चिनाउनका लागि र यो बाटो टेकनपुर जाने बाटो हो रहेछ। म नयाँ यात्रु भएर मात्रै मलाई थाहा नभएकोले गर्दा अब यहाँ हामी सशस्त्र बल प्रहरीको बेस क्याम्पमा आइपुगेका छौँ र सशस्त्र बल प्रहरी बेस क्याम्पबाट हामी अब अगाडि बढ्छौँ। त्यस ठाउँबाट अगाडि बढ्दै गर्दा मन्थलीको केही दृश्य देखाउँछौँ। मन्थलीमा आकाशे भन्ने ठाउँमा केही रमणीय स्थलहरू छन्। ती रमणीय स्थलहरू हेर्नका लागि हामीले केही जुम पनि गर्नेछौँ र एयरपोर्ट देख्न सक्नुहुन्छ। हाम्रो मन्थलीको एयरपोर्ट जुम गरिसक्यो। हेलिकप्टर प्लेन आएर बस्छन् र यहाँ आइ बसिसकेपछि यहाँबाट सोलु, काठमाडौँ, सल्लेरी जस्ता ठाउँहरूमा अवतरण गर्नेछन् यहाँबाट भने। त्यसै गरी अब तपाईँहरू हामी सबै माझ मन्थलीको आकाशे पुल जो भाइरल पुल छ, फोटो खिच्नका लागि धेरै पर्यटकहरू आएर फोटो खिच्नुहुनेछ यो पुलमा। अब त्यसै गरी सशस्त्र बल प्रहरी कार्यालयको तल्लो बेल्ट जाने हामी तपाईँहरूलाई देखाइरहेका छौँ। गेट हो त्यो गेटबाट हामी यता मोडिसकेपछि अब मन्थलीको नगर अस्पताल या त जनस्वास्थ्य कार्यालय प्रादेशिक अस्पताल बढ्नको लागि तयारी भएको अस्पताल हो जो त्यहाँ तपाईँहरूलाई देखाइरहेका छौँ। त्यसै गरी बगिरहेको त्यो तलको तामाकोशी नदी हो भने नदीले धेरै छेदविच्छेद र धेरै कटान गरेको पनि छैन। त्यही नजिकै कोशीको तिरमा एउटा हाम्रो एयरपोर्ट छ अनि अब हामी काठमाडौँ, मन्थली, जरीकोट